सुकुम्बासी समस्या समाधानका निम्ति काम गर्न जरुरी थियो। आज हामीले यसो गर्नुपर्छ भनेर भनिरहँदा हिजो हामीले त्यसो किन नगरेको त? त्यसमा हामीले गल्ती महसुस गर्नै पर्छ। तर यो त राज्य हो, यो त 5 वर्षका लागि सुरक्षित सरकार हो। त्यो सरकारले सुकुम्बासी बस्तीबाट गैर सुकुम्बासीहरूलाई हटाउँदा 3 महिना 4 महिना अगाडि सूचना दिन सक्थ्यो। तपाईको फलानु ठाउँमा जग्गा छ, घर छ, तपाई त्यहाँ गएर बस्नुस्। तपाई अनधिकृत ढंगबाट यहाँ हडपेर बसिरहनु भएको छ। त्यसैले यो मितिभित्र तपाईले यो ठाउँ छोडिदिनु होला। सरकारले समय दिएर भन्न सक्नु पर्थ्यो। त्यो परिवारको एउटा भूल मान्छे त्यो जग्गा हडप्न सक्छु भनेर त्यहाँ गएर बस्यो। तर उहाँको श्रीमती गृहिणीको कुनै दोष थियो? उहाँको 5 वर्षको बच्चाको कुनै दोष थियो? 8 वर्षको बच्चीको कुनै दोष थियो? एकैचोटि जोजर लिएर खबरै नगरिकन रात बिरातमा भत्काउने कुरा न्यायिक भएन, मानवीयता विरोधी भयो। त्यसपछि सबै सुकुम्बासी बस्तीहरूमा सुकुम्बासी नै थिएनन् भन्ने होइन, वास्तविक सुकुम्बासीलाई बस्ने विकल्प भत्काउनु अगाडि दिनु पर्थ्यो। भत्काउनु अगाडि विकल्प दिएर तपाईलाई सुरक्षित ढंगले यहाँ बस्ने बसोबास गर्ने व्यवस्था गरिएको छ। त्यसैले तपाईले यदि समयभित्र छोडिदिनुस् भनेर भन्नु पर्थ्यो। राज्य भनेको सबैको अभिभावक हो। त्यो पनि हुन सकेन। अब संसदको बैठक आह्वान गरियो। संसदको बैठक आह्वान गरेपछि फेरि बन्द गरियो। यस्तो संसारमा सायद कहीँ भएको छ। नेपालमा त अहिलेसम्म यस्तो भएकै छ। अब 2/3 को समर्थन प्राप्त गर्नुभएको तपाईहरू संसदमा गएर विधेयकहरू पास गर्न किन सक्नुहुन्न? कि तपाईँ आफ्नो संसदप्रति आफैलाई विश्वास छैन? उहाँहरूले हामीले पार्टी फुटाउन अध्यादेश ल्याएको होइन, हामीले राम्रो कामका निम्ति अध्यादेश ल्याएको हो। तपाईको अध्यादेशभित्र कन्टेन्ट के छ त्यो दोस्रो कुरा हो, तर तपाईको प्रोसेस के हो त्यो पहिलो कुरा हो नि। तपाई प्रोसेसमै चुक्नुभयो। अहिले राम्रो कुरा ल्याउनु भएको होला, तर सधैँभरि यही प्रोसेस अपनाउनु भयो भने त एक दिन जनविरोधी कुरा पनि तपाईले ल्याउनुहुन्छ। तपाईलाई बानी पर्छ। संसदमा होइन, संसद बाहिरैबाट अध्यादेश ल्याए हुन्छ भन्ने तपाईलाई आत्मविश्वास बढ्छ। त्यसपछि विधि, कानुन, संविधान सबै तोडिन्छन्। कोलिसन गभर्नमेन्ट हुन्थ्यो भने, संसदमा कसैको पनि एकल बहुमत हुँदैन थियो भने आफूले गर्न चाहेको काम गर्नका निम्ति अध्यादेश ल्याउने एउटा परिस्थिति हुन्थ्यो होला। तर तपाईको 2/3 समर्थनको संसद छ। त्यो संसदबाट तपाईले जस्तो भने त्यस्तै विधेयक पास गर्न सक्नुहुन्छ। तपाईको पार्टी पनि तपाईकै कमान्डमा छ। तर तपाई संसदमा गएर त्यो कुरा छलफल गराएर ल्याउन किन सक्नु भएन? यसरी अध्यादेशबाट कानुन बनाएर त्यो पास गरेर पुराना नियुक्तिहरू बदल गर्दै नयाँ नियुक्ति गर्दा त तपाईले सबैतिर आफ्ना मान्छे सेटिङ गर्न खोज्नु भएको त होइन? सबैतिर कब्जा गर्न खोज्नु भएको त होइन? यो प्रश्न जन्मिन सक्छ, जन्मिएको छ।